सुगर ड्याडी त जिनियस पो निस्क्यो। शर्मिला र रुबिना एउटै कम्पनीमा काम गर्ने कोवर्कर्सहरू थिए। रुबिना चाहिँ म्यारिड थिए भनेपछि शर्मिला चाहिँ अनम्यारिड। एक दिन चाहिँ शर्मिलाले डेटिङ एपमा रुबिनाको हस्बेन्डलाई देखी र यिनीहरूको सम्बन्ध छुटिसक्यो होला भनेर त्यति बेला उसले इग्नोर गरे। तर त्यसको एक हप्तापछि रुबिना र उसको हस्बेन्ड चाहिँ सँगै अफिसको पार्टीमा आए। यसको मतलब उनीहरूको सम्बन्ध छुटिएको थिएन। त्यसपछि शर्मिलाले आफ्नो कोवर्कर्सलाई बचाउनको लागि रुबिनाको हस्बेन्डको डेटिङ एपको प्रोफाइल प्रिन्ट आउट गरी र त्यसलाई चाहिँ खाममा राखेर रुबिनाको एड्रेसमा पठाए। उसले आफ्नो नाम साम कुनै पनि केही कुरा मेन्सन गरेको थिएन। उसले एकदमै सातिर गेम खेलिरहेकी थिए। तर उसले सोचेको भन्दा ठ्याक्कै उल्टो भइदियो। रुबिनाले पाउनु पर्ने चिठी रुबिनाको हस्बेन्ड घरमा एक्लै भएको बेला गइपुग्यो र रुबिनाको हस्बेन्डले पायो र उसले चाहिँ चिठी खोल्यो र चिठीभित्र भएको डकुमेन्ट आफैले राख्यो। अनि उसले यो चिठी कसले पठाएको भनेर पोस्ट अफिसमा सोद्धाखेरि एड्रेस मिल्यो र एड्रेसमा हल्का इन्भेस्टिगेट गर्दाखेरि शर्मिलाले पठाएको भन्ने कन्फर्म भयो। त्यसपछि रुबिनाको हस्बेन्डले छुट्टै नै गेम खेल्यो। ऊ चाहिँ डाइरेक्ट अदालत गयो र अदालत गइसकेपछि उसले चाहिँ एउटा केस फाइल गर्यो कि मेरो फ्यामिली बिगार्न खोजिँदैछ भनेर। त्यसपछि केस चाहिँ 1 महिनासम्म निरन्तर चल्यो र केस चाहिँ रुबिनाको हस्बेन्डले जित्यो र उसले चाहिँ जरिवाना पनि पायो। सो अरूको जिन्दगीमा हस्तक्षेप गर्ने काम नगरौँ। जस्तो छ त्यसै चल्न दिउँ।